हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। के छ हल्ली आई होप यु गाइज सबैले सन्चै होला, आरामै होला भन्ने म आशा गर्दछु। र आज चाहिँ म तपाईँहरू माझ बस इन्डोनेसियामा जिएक्स मोड अफिसियलले बनाएको आइचर नेपाली मिनी बस चाहिँ तपाईँहरू माझ रिभ्यू गर्न लिएर आइरहेको छु है त गाइज। र यसको ओरिजिनल क्रिएटर हो जिएक्स मोड अफिसियल हो भने यो मोड चाहिँ पेड आउट भइसकेको छ है त गाइज। र यो मोड किन्ने मान्छे हो केटिएम बाबु बसिर हो है त गाइज। र केटिएम बाबु बसिरका अनुसार यो मोड चाहिँ अर्को हप्ता शुक्रबार केटिएम बाबु बसिर युट्युब च्यानलमा रिलिज हुनेवाला छ। सो आज चाहिँ म तपाईँहरू माझ यो मोडमा चाहिँ क्रिएटरले के फिचरहरू बनाएका छन्, इन्जिनको पावर कस्तो छ, यो फिचरमा अरू कुराहरू के एड गर्नुपर्छ भन्ने बारेमा चाहिँ म तपाईँहरू माझ रिभ्यू गर्न गइरहेको छु है त गाइज। देख्न सक्नुहुन्छ, भिडियोमा पनि देख्न सक्नुहुन्छ आइचरको नेपाली मिनी बस अति नै बवाल फिचरको छ। र मलाई जहाँसम्म लाग्छ यसको इन्जिन पावर चाहिँ अति नै बवाल छ जस्तो मैले मानिरहेको छु। किन भन्दाखेरि जिएक्स मोड अफिसियलले प्रायः मिनी बस बनाउँदाखेरि इन्जिनको पावर चाहिँ अति नै पावरफुल बनाउने गर्छन् है त गाइज। सो होप यु गाइज यसमा पनि इन्जिन पावर चाहिँ अति नै बवाल बनाएका छन् भन्ने मैले आशा गरेको छु। र तपाईँले देख्न सक्नुहुन्छ यो मोड चाहिँ केटिएम बाबु बसिर युट्युब च्यानलमा रिलिज हुनेवाला छ अर्को हप्ता शुक्रबार है। त्यही भएर तपाईँले चाहिँ केटिएम बाबु बसिर युट्युब च्यानललाई चाहिँ तपाईँले सब्सक्राइब गर्नुभएको छैन भने आजै गएर केटिएम बाबु बसिर युट्युब च्यानललाई तपाईँले के गर्न सक्नुहुन्छ, सब्सक्राइब गर्न सक्नुहुन्छ। यदि तपाईँले यो लिङ्क भेटाउनु भएन भने मैले डिस्क्रिप्सनमा केटिएम बाबु बसिर युट्युब च्यानलको लिङ्क राखिदिएको छु, तपाईँले त्यहाँबाट पनि के गर्न सक्नुहुन्छ, भिजिट आउट गर्न सक्नुहुन्छ है त गाइज। देख्न सक्नुहुन्छ अति नै बवाल खालको मोड छ है। र आज चाहिँ म तपाईँहरू माझ यो नेपाली अफरोड डेली अफरोडमा चाहिँ यो नेपाली आइचर मिनी बस चाहिँ बुढाएर तपाईँलाई देखाउन गइरहेको छु है त गाइज। आजको भिडियो चाहिँ अति नै इन्ट्रेस्टिङ हुनेवाला छ, त्यही भएर हामीले चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है त गाइज। लेट्स स्टार्ट द भिडियो है त गाइज। ओके गाइज, तपाईँले यहाँनिर भिडियोमा पनि देख्न सक्नुहुन्छ यो चाहिँ आइचरको नेपाली मिनी बस हो भने यसको क्रिएटर हो जिएक्स मोड अफिसियल हो भने यो मोड चाहिँ पेड आउट भइसकेको छ। यो मोड किन्ने मान्छे हुन् केटिएम बाबु बसिर हो है त गाइज। र केटिएम बाबु बसिरको अनुसार यो मोड चाहिँ अर्को शुक्रबार केटिएम बाबु बसिर युट्युब च्यानलमा रिलिज हुनेवाला छ। यदि कोही साथीहरूले केटिएम बाबु बसिर युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने आज नै गएर केटिएम बाबु बसिर युट्युब च्यानल तपाईँले के गर्न सक्नुहुन्छ, सब्सक्राइब गर्न सक्नुहुन्छ है त गाइज। यदि कोही साथीहरूले केटिएम बाबु बसिर युट्युब च्यानल तपाईँले युट्युबमा भेटाउनु भएन भने मैले केटिएम बाबु बसिरको युट्युब च्यानल डिस्क्रिप्सनमा राखिदिएको छु, तपाईँले त्यहाँबाट पनि के गर्न सक्नुहुन्छ, चेक इन गर्न सक्नुहुन्छ है त गाइज। देख्न सक्नुहुन्छ अति नै बवाल खालको नेपाली मिनी बस आइचरको कम्पनीको नेपाली मिनी बस चाहिँ मैले तपाईँहरूमा रिभ्यू गर्न ल्याइरहेको छु है त गाइज। र तपाईँले यहाँनिर अगाडि देख्न सक्नुहुन्छ अगाडि अति नै खतरनाक डेली अपलोडको उकालो छ है त गाइज। अब हेरौँ यो गाडीले चाहिँ यो अति नै खतरनाक डेली अपलोड चाहिँ यो तान्न सक्दैन है त गाइज। मैले तपाईँलाई चाहिँ प्रायः धेरै जस्तो गाडीहरू चाहिँ जुनै पनि गाडीहरू चाहिँ नयाँ मोडहरू बनाएका हुन्छन् क्रिएटरले, त्यो गाडीहरू चाहिँ टेस्टिङको लागि चाहिँ मैले यो रोडमा चाहिँ के गर्छु, टेस्ट गर्छु है त गाइड। जति पनि गाडीहरू मैले यो रोडमा टेस्ट गर्छु, जति पनि गाडीहरू यो उकालो पार गरेर अर्को साइडमा जान्छ भने तिनीहरूको इन्जिनको पावर चाहिँ एकदमै पावरफुल छ भने, यदि कुनै पनि गाडीहरू यो उकालो पार गरेर अर्को साइडमा जान सक्दैन भने तिनीहरूको पावर चाहिँ एकदमै कमजोर भनेर मैले चाहिँ तपाईँहरूमा भनिरहेको छु है त गाइड। र आज पनि हेरौँ यो गाडीले चाहिँ यो अति नै खतरनाक यो हिरोवाला डेडली अफरोडमा चाहिँ यो गाडीले उकालो खिच्न सक्छ कि सक्दैन है त गाइज। ल अब मैले गाडीलाई बिस्तारै अगाडि बढाएँ है त गाइज। गाडी बिस्तारै अगाडि बढिरहेको छ, धेरै स्पिडमा लिएर नजाऊ, बिस्तारै गाडी लिएर जाउँ है त गाइज। देख्न सक्नुहुन्छ उकालो अति नै खतरनाक उकालो छ है त गाइज। गाडी चाहिँ मैले धेरै भगाइनँ, बिस्तारै ग्यास दिँदैछु, गाडी चाहिँ बिस्तारै जाँदैछ। वा पावरले तान्यो है त गाइज। देख्न सक्नुहुन्छ फाइनली गाडीले पिकअप लिइसकेको छ है त गाइज। देख्न सक्नुहुन्छ बिटो तान्यो है। र यसले योबाट पनि के तपाईँहरूलाई थाहा हुनसक्छ कि यसको इन्जिन पावर चाहिँ अति नै बवाल छ है त गाइज। देख्न सक्नुहुन्छ यस्तो मजाले तान्यो भने है। र यसको इन्जिन पावर चाहिँ मलाई बवाल लाग्यो है गाइज। तपाईँलाई कस्तो लाग्यो कमेन्टमा पनि लेख्नु होला। र यहाँनिर देख्न सक्नुहुन्छ फ्रन्ट पार्टबाट हेर्दाखेरि नै अति नै बवाल छ। कलरफुल डिजाइन लगाएका छन् क्रिएटरले भने यसको कलर पनि मलाई एकदमै मन पर्यो है त गाइज। देख्न सक्नुहुन्छ यस्तो खतरनाक डेली अफरोडमा मैले आज चाहिँ आइचर नेपाली मिनी बस बोलाइसकेको छु है त धेरै दिनपछि। वाउ अति नै बवाल छ। र तपाईँहरूले चाहिँ मैले भनिहालेँ यसमा चाहिँ तपाईँहरूले चाहिँ यहाँनिर क्रिएटरले चाहिँ धेरै कुराहरू एड गर्नुपर्ने मैले देखेँ। यहाँनिर गाडीको प्लेट नम्बर पनि छैन र सायद अब फिचरहरू के एड गरेका छन् त्यो चाहिँ म तपाईँलाई नेक्स्ट भिडियोमा भन्नेछु है। र आज चाहिँ म तपाईँहरूलाई चाहिँ यसको बारेमा चाहिँ अलिकति जानकारी दिन चाहे। यसको इन्जिनको पावरको बारेमा कुरा गर्दाखेरि यसको इन्जिनको पावर अति नै बवाल छ है त गाइज। देख्न सक्नुहुन्छ पावर अति नै मिठो पावर छ।
तपाईँले फुलको उकालो पनि देख्न सक्नुभयो, एकदम मजाले तानेको छ है त गाइस। मैले तपाईँलाई फेरि एकचोटि रिपिट गर्न चाहे, यसको ओरिजिनल क्रिएटर हो जिएक्स मोड अफिसियल युट्युब च्यानल हो है त। यसको ओरिजिनल क्रिएटर जिएक्स मोड अफिसियल हो भने यो मोड चाहिँ पेड आउट भइसकेको छ। यो मोड किन्ने मान्छे हो केटिएम बाबु बसेको है त गाइस, र यो मोड चाहिँ अर्को शुक्रबार केटिएम बाबु बसेल युट्युब च्यानलमा आउनेछ है त गाइस। यदि कोही साथीहरूले केटिएम बाबु बसेल युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने आजै गरेर सब्सक्राइब गर्न सक्नुहुन्छ। हो गाइस देख्न सक्नुहुन्छ यस्तो खतरनाक उकालो ताने है त गाडीले, वाउ बवाल लाग्यो यार मलाई यार। यसको चाहिँ यो हुन्छ नि, यसको मोड चाहिँ मलाई बवाल लाग्यो है त गाइस। यसको इन्जिनको पावर चाहिँ मलाई बवाल लाग्यो यार गाइस। तपाईँले कस्तो लाग्यो है कमेन्टमा लेख्न सक्नुहुन्छ। मलाई चाहिँ यसको इन्जिन पावर चाहिँ अति नै बवाल लाग्यो है त गाइस। देख्न सक्नुहुन्छ यस्तो खतरनाक उकालो पनि क्या सजिलै तानिरहेको छ है त गाइस यसले यार। अब यो टर्निङमा यसले खान सक्दै सक्दैन है त गाइस। हो टर्निङ हेरौँ न गाइस, टर्निङ पनि निकै डरलाग्दो टर्निङ छ यार। ओइ हल्का हल्की ब्याग हानेर गाइस देख्न सक्नुहुन्छ। ओए गाडी जान्छै जस्तो छ यार गाइस, गाडी गयो। ओके गाइस, मैले तपाईँलाई भनिसकेको छु, यदि कोही साथीहरूलाई कुनै पनि नेपाली बसका मोड अथवा कुनै पनि नेपाली बसका स्क्रिन बनाउन चाहनुहुन्छ भने एकदमै सस्तो अनि सुलभ मूल्यमा चाहिँ जिएक्स मोड अफिसियलले चाहिँ बनाउने गर्छन् है त गाइस। र तपाईँले भिडियोमा पनि देख्न सक्नुहुन्छ यो मोड चाहिँ जिएक्स मोड अफिसियलले बनाएको हुन् भने यो मोड चाहिँ सोल्ड आउट भइसकेको छ। तपाईँले पनि आफ्नै मोड बनाएर तपाईँले आफ्नो अब युट्युबमा चाहिँ के गर्न सक्नुहुन्छ, अपलोड गर्न सक्नुहुन्छ है त गाइस। देख्न सक्नुहुन्छ मोड चाहिँ अति नै बवाल छ र यसको क्रेडिट चाहिँ जिएक्स मोड अफिसियललाई जान्छ भने यो मोड चाहिँ पेड आउट भइसकेको छ। यो मोड किन्ने मान्छे हो केटिएम बाबु बसेर है त गाइस। र मैले फेरि तपाईँलाई एकचोटि जानकारी दिएँ, यो मोड चाहिँ अर्को शुक्रबार केटिएम बाबु बसेर युट्युब च्यानलमा रिलिज हुनेवाला छ है त गाइस। मोड चाहिँ अति नै बवाल छ। यो मोड खेलेर चाहिँ मैले इन्जोय गरिसकेको छु। अब इन्जोय गर्ने पालो चाहिँ तपाईँहरूको छ है त गाइस। देख्न सक्नुहुन्छ भिडियोमा पनि अति नै बवाल तरिकाले नेपाली डेली अपलोडमा चाहिँ एकदम मजाले चाहिँ यसले पिकअप दिइसकेको छ है त गाइस। मलाई चाहिँ एकदमै मन पर्यो। तपाईँहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा दिन सक्नुहुन्छ है त गाइस। ओके गाइस, भिडियो यति नै हो। तपाईँलाई यो भिडियो कस्तो लाग्यो, अर्को नेक्स्ट पार्टमा चाहिँ मैले योभन्दा पनि बवाल के फिचरहरू एड गरेका छन् क्रिएटरले भन्ने विषयमा चाहिँ नेक्स्ट पार्टमा चाहिँ म तपाईँहरूलाई चाहिँ फुल्ली डिटेलमा भिडियो लिएर आउने बाचाका साथ आजको यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु है त गाइस। बाई बाई।